वेलकम ब्याक टु माई न्यू भिडियो। त हामी चाहिँ आज चाहिँ के गर्छौँ भनेपछि एउटा प्रोग्राम लेख्छौँ होइन। सपोज मैले चाहिँ 10 चाहिँ इन्टर हाल्ने युजरले चाहिँ 10 इन्टर हाल्छ होइन। अब त्यसमा चाहिँ अड र इभन नम्बर चाहिँ हुनसक्छ। अब जस्तो इभन नम्बर 2, 4, 6, 8, 10 होइन। यिनीहरूलाई जोडेर चाहिँ 13 निकाल्नु पर्यो। र अड नम्बर त्यहाँ अड पनि त हुनसक्छ नि। अब 1 देखि 10 सम्म चाहिँ अब अड पनि त हुनसक्छ। त्यहाँ चाहिँ 1, 3, 5, 7, 9 त्यो चाहिँ जोडेर चाहिँ हामी 25 हुन् होइन। अब हामीले चाहिँ यो प्रोग्राम कसरी लेख्ने भने चाहिँ मैले चाहिँ पहिलो नम्बरको यसलाई चाहिँ सिलेक्ट गर्छु। अनि त्यसपछि सिटिआरएल प्लस यो स्ल्यास दबाएर चाहिँ म चाहिँ यसलाई चाहिँ कमेन्ट गर्छु। हामी चाहिँ यो कमेन्ट जो कमेन्ट छ यसलाई डबल स्ल्यास वाला यो कमेन्ट छ यसलाई चाहिँ हामी चाहिँ के भन्छौँ सिङ्गल लाइन कमेन्ट भन्छ। यसले चाहिँ एउटा लाइनलाई मात्र चाहिँ कमेन्ट गर्ने काम गरिराखेको हुन्छ। यो त सबैजनालाई थाहा छ होइन। ओके, अब त्यसपछि एकैछिन ओके। अब अब चाहिँ हाम्रो यो वाला छ। अहिले त हाम्रो अहिलेको लागि चाहिँ यो चाहिँ उदाहरणको लागि हो। जस्तो युजरले 20 हाल्नु सक्छ होला। 20 मा पनि अब त्यहाँभित्र चाहिँ हाम्रो इभन नम्बर र अड नम्बर हुन्छ होला होइन। अब त्यसलाई चाहिँ हामी चाहिँ प्रोग्राममा चाहिँ सल्भ गर्नु पर्यो भने चाहिँ कसरी गर्ने त होइन। अब पहिलो नम्बर कुरो त हामीलाई चाहिन्छ कि इभन र अड भन्ने कुरो चाहिँ या त यो नम्बर इभन हो या त यो नम्बर अड हो भन्ने कुरा चाहियो होइन। चाहियो भनेपछि पहिलो नम्बर कुरा चाहिँ इफ इज चाहिन्छ। त्यही लागि चाहिँ इफ इज कन्सेप्ट चाहियो। त्यसपछि चाहिँ हामीले चाहिँ 1 देखि 20 सम्म चलाउनु छ भनेपछि 1 देखि 20 सम्म चलाउनु छ भने चाहिँ त्यसमा चाहिँ हामीलाई लुप चाहियो। हामीलाई चाहिँ चाहिने भनेको चाहिँ 2 टा कुरा चाहिएको छ अहिलेको लागि। सो म यसलाई चाहिँ टर्मिनललाई चाहिँ तल गर्छु एन्ड त्यसपछि चाहिँ म ह्यासट्याग अहिले चाहिँ हामी सी प्लस प्लसमा लेखिरहेको छौँ है। ह्यासट्याग आइएनसी include र मैले चाहिँ यो चाहिँ अब कसैले नभुल्ने कुरा यति चाहिँ हामी चाहिँ मेन फङ्सन बनाउँछौँ। अनि त्यहाँदेखि त्यसपछि हामी चाहिँ त्यसपछि अब कर्ली ब्राकेटभित्र अब चाहिँ के गर्नु पर्यो चाहिँ हामीलाई चाहिँ के चाहिने हो त एउटा चाहिँ अब त्यसमा चाहिँ मलाई चाहिँ चाहिने भने चाहिँ एउटा नम्बर इनपुट लिनु पर्यो। एउटा एन चाहियो होइन। एउटा एन चाहियो। अनि त्यसपछि मैले एउटा चाहिँ त्यो इभन नम्बरको लागि चाहिँ यो गर्नुपर्ने होइन। इभन नम्बरको लागि चाहिँ मैले जोड्नुको लागि चाहिँ एउटा भेरिएबल चाहियो। अनि त्यसपछि मैले अर्को अड नम्बरलाई चाहिँ अड नम्बर पनि चाहियो। अड नम्बरलाई पनि चाहिँ जोडेर त्यसमा राख्नु पर्यो नि। हो त्यहीको लागि पनि त हामीलाई चाहिँ चाहियो एउटा भेरिएबल चाहियो। मलाई चाहिँ तिनवटा भेरिएबल चाहिन्छ। आइएनटी इन्ट इन्ट ए भने पनि भयो। एनी एम भनौँ न त होइन। नम भनौँ ठिक छ। एउटा त्यो भयो। अनि त्यसपछि इभन इभन एसयुएम सम भन्ने चाहिँ म एउटा दिन्छु। यसको भ्याल्यु चाहिँ अहिले 0 दिन्छौँ होइन। त्यसपछि रोटेटी अड सम एसयुएम सम भनेर मैले चाहिँ यसको भ्याल्यु पनि 0 दिनु। ठिक हामीले चाहिँ यसमा चाहिँ गऱ्यौँ। अब चाहिँ युजरलाई चाहिँ के गर्नु पर्यो भने चाहिँ एउटा नम्बर चाहिँ इनपुट गर्न लगाउनु पर्यो। इनपुट गर्न लगाउनु पर्यो भने चाहिँ त्यसको लागि युजरलाई चाहिँ अब हामीले चाहिँ कमान्ड दिनु पर्यो। इन्टर नम्बर भनेर पनि दिनु पर्यो होइन। त्यहीको लागि चाहिँ हामीले सिइन भनेर चाहिँ युज गर्छौँ। सिओयुटी आउट भनेर सी आउट भनेर चाहिँ हाम्रो आउटपुट देखाउनुको लागि प्रयोग हुन्छ। इन्टर नम्बर चाहिँ मैले दिएँ होइन। हल्का राम्रो हुन्छ। मैले सेमिकोलन चाहिँ छुटाउनु भएन ठिक छ।
अब यो आइएमएस स्ट्रिमिङले चाहिँ के गर्छ भनेपछि यो आउटपुट हो नि आउटपुट हो। यसलाई चाहिँ कन्ट्रोल गर्ने काम छ। आउटपुट र इनपुटलाई चाहिँ कन्ट्रोल गर्ने काम गर्छ। आइएन र सी आउटलाई चाहिँ कन्ट्रोल गर्ने काम गरिरहेको हुन्छ होइन। अब यसमा चाहिँ हामी के लेख्छौँ त यहाँनिर चाहिँ हामीले इनपुट गराउनु पर्यो भनेपछि हामीले चाहिँ एमएम लेख्छौँ होइन। लेखेँ। अब चाहिँ यो चाहिँ के हुन्छ त एउटा नम्बर चाहिँ इनपुट गर्न लगाइन्छ। जस्तो मैले चाहिँ अब यो सी प्लस प्लसको प्रोग्रामलाई चाहिँ रन गर्नु पर्यो भनेपछि सी प्लस प्लस गर्छु एन्ड देन त्यसपछि हामीले चाहिँ फाइलको नाम के राखेको छौँ त सम अफ इभन नम्बर मात्र लेखेको छु मैले अड नम्बर छोडिदिनुले एसयुएम सम अफ इभन इभन डट सिपिपी भनेर ओके ठिक छ यो चाहिँ भइसक्यो। अब त्यसपछि हाम्रो चाहिँ एउटा यो यहाँ इएक्सई भन्ने फाइल बनाएको छ। अब त्यसलाई चाहिँ हामीले के गर्नु पर्यो डट लेखेर त्यसले स्ल्यास लेखेर त्यो फाइलको नाम लेख्यो भने चाहिँ हामीलाई चाहिँ एउटा इन्टर नम्बर भन्ने चाहिँ आयो कि नै आएन होइन। अब त्यसपछिको लजिक चाहिँ हामी लगाउँछौँ है। त्यसपछिको लजिक लगाउँछौँ। अब यसमा चाहिँ हामी चाहिँ के गर्छौँ त हाम्रो चाहिँ नम्बर हान्छ युजरले नम्बर हान्छ। अब त्यसलाई चाहिँ हामी फोर लुपमा लाग्छौँ होइन। फोर लुपमा लग्यो एन्ड देन int I is equals to 1 देखि चल्छ होइन। कहाँसम्म चल्ने त युजरले चाहिँ कहाँसम्म हाल्छ त 9 सम्म हाल्छ नि। यहाँ 20 पनि हाल्न सक्छ 30 पनि हाल्न सक्छ 2 पनि हाल्न सक्छ जति पनि हाल्न सक्छ। अब हामीले चाहिँ अब फिक्स लेख्नु त भएन। त्यही भएर चाहिँ हामीले चाहिँ I greater than less than is equals to 10 is equals to 10 होइन कि एनयुएम। अब युजरले चाहिँ इनपुट गर्ने हो यसमा चाहिँ होइन। युजरले इनपुट जति इनपुट गर्छ यसमा बस्छ यसमा आएर चाहिँ यसमा जान्छ। अब यहाँ चाहिँ सेमिकोलन दिन्छौँ आई प्लस प्लस गर्छौँ ठिक। अब त्यसपछि चाहिँ हामी सेमिकोलन दिन्छौँ अनि त्यसपछि हामी चाहिँ त्यो नम्बरलाई चाहिँ चेक गर्छौँ। अब त्यहाँबाट आएको नम्बर चाहिँ के त्यो नम्बर चाहिँ होइन जस्तो चाहिँ आइएफ इफ यदि त्यो नम्बर आयो जस्तो युजरले चाहिँ इनपुट गर्छ एन नम्बर आउँछ नम्बरमा यहाँ चेक हुन्छ आईको भ्यालु 1 छ आईको भ्यालु यहाँ कन्डिसन सेटिस्फाई भयो भनेपछि आईको भ्यालु तल आउँछ र यहाँनिर चाहिँ हामी त्योसँग तुलना गर्छौँ आई मोड टु इजिकल्स टु 0 भइदिन्छ यदि भनेपछि हामीलाई चाहिँ त्यसको भ्यालुमा चाहिँ के गरिदिन्छौँ sum is equals to even sum is equals to even if n even sum plus I गर्दा नि हुन्छ होइन। I गर्दा नि हुन्छ केही फरक पर्दैन। अब त्यसपछि म अर्को वाला गर्छु है ल इल्स पार्टमा दिन्छु इल्स पार्टमा जान्छौँ। इल्स पार्टमा चाहिँ के भन्छौँ भनेपछि अड एसयुएम सम भन्ने लेख्छौँ अनि त्यसपछि प्लस इजिकल्स टु आई गर्दा नि हुन्छ केही फरक पर्दैन है। दुइटै एउटै हो हालाकि हल्का फुल्का धेरै फरक हुँदैन यहाँ चाहिँ। अब जस्तो अब मैले चाहिँ अब प्रिन्ट कहाँ गर्ने भन्ने कुरा छ भनेपछि प्रिन्ट चाहिँ भित्र गऱ्यो भनेपछि यहाँ फोर लुप पनि लागेको छ। फोर लुप जस्तो म यहाँनिर चाहिँ एउटा प्रिन्ट गरिदिन्छु लु है एकैछिनमा। सी प्रिन्ट गर्नको लागि बाहिर देखाउनु पर्यो भनेपछि सी आउट गर्नुपर्छ होइन। सी युटी आउट गरेर हामी यो एङ्गल ब्राकेट हाल्छौँ र यसमा चाहिँ भन्छौँ कि given SU and sum गइसकेपछि यसलाई चाहिँ यस्तो गर्छौँ देन त्यसपछि यो इभन समलाई चाहिँ हामी के गर्छौँ त यिनीले टक्क यसमा लेख्छौँ होइन। इभन समहरू चाहिँ लेख्छौँ एन्ड देन त्यसपछि हामीले चाहिँ ब्राकेटभित्र स्ल्यास एन हाल्दा नि हुन्छ होइन। तल्लो लाइनमा गर्नु पर्यो भनेपछि
नत्र एल भनेर चाहिँ लेख्दा पनि हुन्छ, केही फरक पर्दैन, दुइटै एउटै हो है। अब यसलाई चाहिँ हामीले तल यसलाई चाहिँ कपी गरेर लेख्नु मान्छेहरू लाग्यो। अब मैले चाहिँ यो तल्लोमा पनि लेख्छु होइन। अब के रिजल्ट फरक आउँछ त भने, अब यहाँ चाहिँ अड लेख्छु, ओटिडी अड अड सम भन्ने चाहिँ लेख्छु। एन्ड देन मैले चाहिँ त्यो प्रोग्रामलाई रन गरिसकेको छु। अझ फेरि पनि रन गर्नुपर्ने अवस्था हुन्छ। मैले त्यसलाई फेरि पनि कम्पाइल गर्नुपर्ने हुन्छ मैले होइन। नत्र यो चाहिँ रिजल्ट देखाउँदैन। अब यसलाई चाहिँ हामीले चाहिँ क्लियर गर्नु पर्यो फर्स्ट नम्बरमा चाहिँ होइन। यो चाहिँ अब एकछिन सिएलएस भनेर चाहिँ सिएलएस भनेर चाहिँ क्लियर गर्छु। एन्ड देन त्यसपछि म अप एरो दबाउँछु। अप एरो दबाउँछु र यसलाई चाहिँ के गर्छु भने चाहिँ फेरि कम्पाइल गर्छु र फेरि रन गर्छु होइन। फेरि रन गर्छु भनेपछि मैले चाहिँ 10सम्म हालेँ। सपोज मैले 10 हालेँ भनेपछि ल के भयो त, यो चाहिँ लुपभित्र चलिरहेछ नि त, यो वाला लुपभित्र चलिरहेछ। त्यही भएर चाहिँ हाम्रो यो वाला आएछ होइन। अब यसलाई चाहिँ के गर्नु पर्यो, मैले चाहिँ यो लुपलाई चाहिँ यो लुपको घेराभन्दा बाहिर लेख्नु। लुपको घेरा कहाँसम्म हो त, यहाँदेखि यहाँसम्म लुपको घेरा हो। लुपको घेराभित्र चाहिँ लेख्न पाइन्न। पाइन्न त पाइन्छ, बट के हुन्छ भनेपछि यसले चाहिँ त्यसलाई चाहिँ रिपिट गर्छ क्या, लुप्छ। मैले चाहिँ के गर्नु पर्यो, यहीको तलतिर चाहिँ लेख्नु यो। अब चाहिँ मैले फेरि कम्पाइल गरेर हाल्छु, सिएलएस गर्छु अनि त्यसपछि मैले चाहिँ फेरि यसलाई चाहिँ कम्पाइल गर्छु र फेरि रन गर्छु। रन गर्छु भनेपछि ल मैले 10 हाल्नु भनेपछि ल हेर, इभन सम चाहिँ हामीले 13 आएछ यो चाहिँ होइन। इभन सम यही हामीले अझ फेरि यहाँ अड लेख्न छुट्याएको रहेछ होइन। अड सम चाहिँ हाम्रो कति आएछ, 25 आएछ। हामी फेरि एकचोटि रन गरौँ, फेरि कम्पाइल गरौँ र फेरि रन गरौँ, फेरि 10 हाल्नु। ल यति आयो होइन। अब त्यसपछि 20 हाल्नु त 110 र 100 आउँछ हो है। त्यसरी चाहिँ बनाउनुपर्छ। ल सो योवाला भिडियो चाहिँ तपाईँले चाहिँ मन पर्यो भनेपछि सेयर गरिदिनु भयो, लाइक गरिदिनु भयो, फलो पनि गर्नु होला। युट्युबबाट हेर्दै हुनुहुन्छ भनेपछि च्यानललाई लाइक सेयर सब्सक्राइब सब गरिदिनु होला है त। ल म दिनको दिन एउटा एउटा भिडियो चाहिँ ल्याउने गर्छु। ल ठिक छ, ओके।